त्यस्तो हुनु भएन है, यु आर अ लिडर। सो तपाईँले पेपर देख्नु भएको छ भने तपाईँको एक्साइटमेन्ट हुन जरुरी छ। सो कामले होइन, डराउने होइन। सो तपाईँको यो ड्रिम मनबाट लेखेको हो कि कलमबाट? मनले त कसरी लेख्छ, यहाँ त कलमले पो लेख्छ हो कि फिलिङ्सलाई मिसाएर कलमले लेखेको हो? हो, ओके। सो यो तपाईँको ड्रिम तपाईँकै मुखारबिन्दबाट सुन्न चाहन्छु। र आजको सेसनमा के सिक्नुभयो र जति पनि नआउनु भएको साथीहरू पनि हुनुहुन्छ, राइट? सो उहाँहरूले के छुटाउनु भयो, तपाईँले के सिक्नुभयो र उहाँहरूले के छुटाउनु भयो, त्यो क्लियरिटी गरिदिनु होला। थ्याङ्क यू म्याम। मेरो चाहिँ फर्स्ट ड्रिम छ वाट लाइफ स्टाइल डु यु वान्ट को चाहिँ अब मेरो चाहिँ फर्स्ट ड्रिम यता नहेरेर भन्नु, त्यहाँ भुइँमा हेर्नु, केही डर लाग्दैन। पहिलोचोटि त्यस्तो गरौँ न। मेरो फर्स्ट चाहिँ यो वाट लाइफ स्टाइल डु यु वान्टको चाहिँ मलाई चाहिँ एकदम फ्रिडम भएर बाँच्न रहर छ। अनि त्यसपछि वाट इज योर बिगेस्ट ड्रिम? मेरो चाहिँ एकदमै सानैदेखि नै मेरो चाहिँ ड्रिम भनेको एउटा कार अनि त्यसपछि एउटा घर चाहिँ बनाउने ड्रिम छ। अनि वाइ डिड यु जोइन द बिजनेस? किन यो बिजनेस जोइन गरेको भनेपछि यही पुरा गर्नको लागि अनि आफ्नो चाहिँ ड्रिमहरू एचिभ गर्नको लागि। अनि आज यो सेसनबाट मैले चाहिँ धेरै कुरा सिकेँ, यहाँ आएर बोल्न पनि सिकेँ। सबै बिर्सेँ म। अनि सबै सिके पनि भन्ने, अनि सबै बिर्स्यो पनि भन्ने। सिक्यो अनि के छ? त्यसलाई के भन्छ दादा? हिँड्दैछ पाइला मेट्दैछ भन्छ। त्यहाँ सिकेर यहाँ आएर बिर्सेर के भन्ने होला भन त? तपाईँलाई ओके, यो भइहाल्यो, ड्रिम भइहाल्यो। म तपाईँलाई एउटा मात्रै क्वेसन सोध्छु कि आजको यो ओभरअल सेसनमा वाट इज फाइनेन्सियली फ्रिडम?